हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। यो सुन्दर गार्डनको रङ्गीचङ्गी फुल फुलेको देखेर एउटा भिडियो बनाउने कोसिस गरेको छु। यो गार्डन चाहिँ हामीले अस्ति सन्डे झाडु हालेको चिल्लो छ हैन। यो चाहिँ हाम्रो काम गर्ने कम्पनीको अफिस। बजार हिँड्यौँ है गाइस। आज मैले मेरो पालो भ्लग बनाएको। हाम्रो लुगाको के भन्नु त, लुगा तपाईँको भ्लगको नाम के अरे? IMK 105 ओके। सब्सक्राइब लाइक गर्नु होला। मार्केट गएर सामान ल्याएर खाना बनाएर खाने हो। भर्खर छुट्टी भएर चाहिँ मार्केटसम्म सामान लिनु पर्छ। विदेशमा यसरी पैसा कमाउनु पर्छ, गाह्रो छ। मार्केट आइसकेको छौँ। कताबाट लग्यो? उतै लग्यो त। ल हामी चाहिँ मार्टभित्र छिर्यौँ सामान किन्नुलाई है। अब सामान किन्छौँ। 3 भाइ चाहिँ मासु हेर्ने नि सत्य जीवन। अहिले हामी चाहिँ अहिले अर्को मार्केटमा आइसकेको छौँ। खर्सानी त छ है लुगा। खोर्सानी बट्टाको दही खानु पर्थ्यो हो। बडी स्प्रे खै कहाँ छ? हामीले सामान किनेर पनि आइसक्यौँ। तर यो मेरो झोलामा कुन चाहिँले जुस लगाइदिएछ। अब भोलि यो फिर्ता गर्छु म। मेरो झोलामा हाम्रो सामानहरू के छ? फिर्ता त गरिहाल्ने। तब तिमीहरूको रुम भयो तल लगाएर यो कस्तो आज सपिङ यस्तै भयो। तपाईँले गर्नु परेको। ल आजको भ्लग यति नै। अब हामी खाना बनाएर खानेछौँ है। हस् त, धन्यवाद। आज चाहिँ हामी लुगा लोकल कुखुराको मासु खान लागिरहेको छौँ। बजारदेखि किनेर ल्याएको लोकल कुखुराको मासु बनाउनु है। यहाँ अब लुगाको पनि यतातिरबाट लुगा। अब हामी चाहिँ नै सुरु गऱ्यो है यहाँनिर लोकल कुखुराको मासु खानलाई। हाले लोकल जङ्गलमा भेटेको। यसलाई चाहिँ ग्यासमा चाहिँ रपाएर चाहिँ यसलाई लोकल बराबरको बनाएर चाहिँ आज ज्वरोले सुतेको आज 3 दिन भयो। हेर्नु यसलाई चाहिँ व्यवस्था हानेर होइन, व्यवस्था हानेपछि ज्वरो सोरो चाहिँ चट्ट हिँड्छ। हेर्नु है, हेरिराख्नु। अब ज्वरो सोरो चाहिँ चट्टै हिँड्छ। हेरिराख्नु। अब ज्वरो सोरो चाहिँ चट्टै हिँड्छ। के कसो हो भन्नु भाइ। चामल माथि लिएर त्यो बसाउनु त। भात पाकेपछि ठुलो कुकर, राइस कुकरमा ठुलो बोकेर जाऊ। भात दाउरा हाल्ने पर्छ भने थाहै होला। कति हाल्ने कुरा भनेको आज बढी हुन्छ नि। भात त्यहाँ बसाउँदै क्या बढी हुँदैन। त्यत्रोमा सबै भोलि त बसाउने होइन नि त।
लुगा अनि यो साँच्चीकै लोकल कुखुरै हो त? यो त लोकल हो नि यहाँ यो त डरो हो नि यो त नेपालको भन्दा खराब हो यो कुन मितिमा मरेको हो यो? यो हिजो बेलुका मारेको गरौँ छ नि लुगा त्यस्तो के खानु परेको क्या कति 17,000 नि त? 17,000 हो नेपाली 17,000 त ठिकै हो नि ल गाइस हामीले फाइनली खाना बनाएर खाँदैछौँ बने पनि सक्यो मासु तरकारी खाइसक्नु र मिठो भयो सबैलाई म थप्छु है नमाग्नु है 2 पिस त डरले लाज नमान्नु 2 पिस ल यी ल लुगाले मासु थप्दै हुनुहुन्छ 2 2 पिस पिस लुगा धन्यवाद 2 पिस लाग्छ मालीमा भयो सर भयो भयो मलाई 1 पिस ल